नमस्ते, मेरो अर्को एउटा भिडियोमा यहाँहरूलाई स्वागत गर्दछु। र हामी चाहिँ हाइकिङको लागि जाने क्रममा चाहिँ गोदावरीको बाटो हुँदै कोटडाँडासम्म पुग्ने छ र त्यहाँबाट चाहिँ हामी हिँड्दै गर्नु होला। त्यसपछि हाम्रो चाहिँ विजय कुमार महर्जन उहाँ हुनुहुन्छ, उहाँ पनि हामी साथसाथमै लाग्ने हो। र हामी चाहिँ उहाँ र हामी चाहिँ कुरा गर्दैछौँ कुन ठाउँबाट जाने, कसरी भएर जाने, कुन बाटो कुन रुट मिलाउने भन्ने हिसाबले त्यसरी जानलाई हामीले चाहिँ आपसमा कुरा गरिरहेको हो। र यसै क्रममा चाहिँ अनि हामी चाहिँ यही क्रममा चाहिँ हाम्रो जीवनदाय अकेला हुनुहुन्छ उहाँ हामी तिनजना मात्र हो ग्रुप। अब यहाँबाट चाहिँ हाम्रो कोटडाँडा के भन्छ हाम्रो सुन्दरी जलबाट चाहिँ हामी जाने क्रममा बाटो लाग्दै अनि यहाँबाट चाहिँ अब बाटो हुँदै जाने क्रममा चाहिँ अब बाटोको पनि अलिअलि भिडियो देखाउँदै जानु पर्यो भनेर हामीले चाहिँ साइडबाट खिच्दै र गफ गर्दै पनि हामी लागिरहेका छौँ। र यही क्रममा चाहिँ यो बाटो देखाउँदै उहाँहरूले भन्दै हुनुहुन्छ कि यो ठाउँबाट पनि पहिला आइसक्नु भएको छ अनि यो बाटोमा हामी यसरी आएर थियो। यही क्रम हुँदै जाँदै अब त्यो बाटोमा यो बाटोमा चाहिँ यसरी राम्रोसँग जानुपर्छ भन्ने देखाइरहेको छ। त्यही कारणले उहाँले चाहिँ यो बाटोबाट जानुपर्छ है भन्नुभएको छ। त्यही भएर अनि उहाँ पनि साथीहरू हेर्नुहोस् है, क्याम्पो यस्तो क्याम्पो छ तर यो ठुलो क्याम्पो मेरो अलिकति सानो क्याम्पो छ। कारणले चाहिँ अब हिँड्नुपर्छ, हाइकिङ गर्नुपर्छ सबैको हेर्नु है, क्याम्पो चाहिँ अलिकति छ है भनेर चाहिँ हामीले चाहिँ उहाँसँग ख्यालखट्टा गर्दै बस्दै
लाइट आएछ होइन। अब हामी चाहिँ यहाँबाट चाहिँ फर्किनु पर्ने भयो कि त्यही भएर अब यहाँबाट फर्किनु पर्ने होला यसरी। कहाँ छ काफल? विजय काफल भेट्छ त त्यहाँ? चढ्न गाह्रो। ल अब हामी यता पाएन, अब यही पछाडि तलको बाटो चढ्नुमा त खानु चाहिँ गाह्रो छैन। ओहो काफल है, यो चाहिँ काफलको बोट। खाना सजिलो छ, चढ्न मात्रै गाह्रो। अब हामी चाहिँ यतै तल जाने, अब ध्यान केन्द्र त कहाँ गइन्छ र? हामीले त्यतिकै भने नि, अब त्यताबाट बाटो छ भने मात्र हामी जाने भनेर भनेको। ल ठिकै छ। यो पनि काफल हो र? ऐसिलो हुन्छ यसलाई? ओहो यहाँ तन्नै रहेछ यहाँ यो होइन? ए ल अब हामी यताको बाटो लाग्छौँ कोट डाँडातिर। ठाउँ ठाउँमा माइक बिग्रेको कारणले यसरी टिप्नु पऱ्यो। माइक बिग्रेर आवाजै घरको आएको भएर र हामी चाहिँ यहाँबाट कोट डाँडातिर लाग्दैछौँ। कोट डाँडा नजिकै हो, पहिला पनि आएको थिएन म पहिला। अनि त्यही कारणले अब यो चाहिँ जङ्गलको बाटो हुँदै हामी कोट डाँडातिर लाग्दैछौँ। तर शनिबारको दिन भए पनि कोट डाँडामा चाहिँ त्यति साह्रो मान्छे चाहिँ मैले चाहिँ देखिएन, छैन पनि होला सायद। अब सबै पसलहरू पनि बन्द होला, मान्छे नै देखा परेको छैन, कोही पनि मान्छेहरू देखा नै परेको छैन। त्यही कारणले के हुँदैछ जाँदा पनि छ, हामी गफ गर्दै जाँदैछौँ हामी त्यहाँ। अब कतिसम्म पुग्छ के पुग्छ यहाँहरूलाई देखाउँदै गर्नु होला। र बिचबिचमा चाहिँ अलिकति यो माइकको कारणले पनि धेरै नै अप्ठ्यारो पार्ने रहेछ। कुनै ठाउँमा बिग्रिन्छ, कुनै ठाउँमा सही हुन्छ। अनि त्यो कारणले त्यो तारवाला माइक भएको कारणले यस्तो भयो। र अनि त्यो के भन्छ हामी चाहिँ त्यही विजयलाई बस्ने ठाउँ कुन ठाउँ सजिलो हुन्छ, बेलुका बस्दा उसको पेट ठुलो छ नि त, ठुलो भएको कारणले चाहिँ उसलाई अलिकति अप्ठ्यारो हुन्छ भनेर चाहिँ त्यसैको बारेमा हामीले कुरा गर्दै आएको थियो। त्यो कुरा गरेको कुरामा चाहिँ हामीले एउटा मजाकमा त्यो कमोड पनि साथसाथमा, विजयको लागि कमोड पनि साथसाथमा लिएर जानुपर्छ भनेर हामीले यो चाहिँ गरेको थियौँ कि। डाँडा त आइपुग्यो, यही हो, यसैले भन्छ कोट डाँडा। तर यहाँ चाहिँ खासै केही छैन। तर त्यही भ्यू पनि आज राम्रो देखिन्छ। मौसम एकदम खराब देखिरहेको छ आज। पुरै मौसम पुरा बादल हो कि कालो बादल, सेतो बादल छैन, कालो बादल मात्र देखा परिरहेको छ। मौसम चाहिँ यस्तो छ, कालोमा कालो अँध्यारो नअँध्यारो के भएको हेर्दै कस्तो देखिरहेको छ कि। यही हो कि कोट डाँडा, यसैले भन्छ कोट डाँडा। हाम्रो विजय सर पनि हिँड्दै हुनुहुन्छ। ल कोट डाँडा बजार भन्छ है। अब योभन्दा त अरू त के पनि छैन यसमा खास त। तै पनि हामी चाहिँ यत्रो ल यस्तो छ है सबै। हामी चाहिँ हाइटमै आएको। ठिकै छ, हाइकिङ आजको हाइकिङ यति नै हुन्छ होला। अब यहाँबाट पनि हिँड्न त हिँडिन्छ, खान्छ त्यसपछि हिँडिन्छ। गरमले छन् कुकुर पनि। ल अब हाम्रो चाहिँ यहीँ अब खानसानको व्यवस्था गर्ने, त्यसपछि यहाँ खानसानो खाने, 1-1.5 घन्टा बस्ने, त्यसपछि फेरि यहाँबाट हामी चाहिँ घरतिर लाग्नेछौँ। कोट डाँडाबाट सिधै घरतिर ललितपुर, कुण्डो ललितपुर हिँड है। हाइकिङ भनेको यस्तै हो, खाने हो फेरि हिँड्ने।
हामी चाहिँ एक राउन्ड लगाए औ त्यहाँबाट आथि त्यो एउटा घर देखिरहेको छ यता यो पुरा एक राउन्ड लगाएर आउँदैछ पुरा एक राउन्ड लगाए हामीले जे भए पनि जस अब त्यो खास कोट डाँडामा केही पनि रहन्छ जस हामीले अब हाइकिङ अनुसार त ठिकै छ यता बाटो यस्तो छ त्यहाँ आएको हो त्यहाँबाट पुरा ल ठिकै छ अब जे भए पनि अब हामी त हाइकिङको लागि आएको हो क्या अब यसरी जान्छ साथीहरू हामी चाहिँ अब हरेक हप्ता लगातार हामी तपाईँहरूलाई यो देखाउने छौँ हाइकिङको ल त्यो पनि छैन जस्तो छ यहाँ पनि एउटा चाहिँ देखा पर्यो छ होला सायद यहाँ त हो अब खुल्ला छ कि छैन त्यो हेर्नु के हो होमस्टे के भन्छ उसले देखिँदै खुल्ला त खुल्लै छ ल होमस्टे यही हो हामी चाहिँ यही होमस्टेमा छिरौँला कोट डाँडा के अरे कोट डाँडा भ्याली भ्यू रेस्टुरेन्ट एन्ड बार हार्दिक स्वागत गर्दैछ यही नै हो यहाँबाट है हामी कोट डाँडाको अब यो मेन अब यो अन्तिम थलो चाहिँ यहीँ नै हो यस्तोलाई अन्तिम थलो अब 360 भ्यू यहाँबाट देखा परिन्छ अब यहाँबाट चाहिँ अब माथि चाहिँ गइन्छ हामी माथि अब यो ठाउँ के कस्तो छ यहाँहरूलाई देखाउँदै गरौँला के भन्नुभयो एकचोटि फेरि भन्छ त्यस्तो छ है ठाउँ अब विज्ञापन त्यही कोट डाँडा भ्याली रिसोर्ट रेस्टुरेन्ट एन्ड बार रहेछ नि त यहाँ चाहिँ यस्तो छ है ल माछाहरू पनि देखा पर्दछ माछाहरू राखेको छ भित्र चाहिँ हामी खाना त पाक्छ होला नि त हाम्रो यहाँ प्याकेजमा तपाईँको के हुन्छ त्यसमा हजुर हजुर बिहान बेलुकाको डिनर हुन्छ बिहानको ब्रेकफास्ट हुन्छ त्यसपछि सकियो यो 12 बजीसम्मको हो तपाईँको यो 11 बजीसम्मको बात केही फरक पर्दैन हामी त बस्छौँ नि The 360 view यहाँ त तलबाट जाने ठाउँ रहेछ पिकनिक स्पोट रहेछ नि त होइन 360 भ्यू है पुरै ल हामी चाहिँ यहाँ माथि डाँडामा कोट डाँडामा बसेर 360 भ्यू खिचिरहेको छौँ तर यताको चाहिँ ठिक लाग्यो मलाई यताको चाहिँ हेर्नु है साथीहरू ल हामी हाइकिङ आएको ठाउँ पनि ल अब हाम्रो कति आज अहिले 12 जति बज्यो होला 12 सवा 12 भयो अब हाम्रो चाहिँ खाना आयो अब खाना खाने हो ल सबै हामी एकदम भेज खाना है हामी चाहिँ अहिले त्यस्तो खाएको छैन है
त्यस्तो माछा अब एकदम भेज खाएर सादा सादा खाने हो। यो चाहिँ किन ल्याएको यो पानी खाँदै ए ल भेज खाना खाँदैछ मिठो छ एकदम सादा है यो कौली आलु भयो अनि पनिरको हो अनि यो गुलबेरा अचार है ल हुन्छ ल सुरु गर्नु है ल हामी पनि अब सुरु गर्छौँ अब हामी पनि सुरु गर्ने हो अब खाने पहिला सुरु त मतलब पापडबाट सुरु गर्छु यसो हेर्दाखेरि त ठिकै जस्तो लाग्यो सबै जस भेज खानामा राम्रो छ भेज खाना त राम्रो छ राम्रै छ मजाले धेरै काम छैन जे छ त्यही ल हामी चाहिँ सुरु गर्छौँ है खाना सुरु गर्छौँ ल अब पछि देख्नुहोस् तपाईँ साथीहरू ल हामीले खानावाना पनि खाइहाल्यो अब यहाँ चाहिँ हामी आधी घन्टा जति विश्राम गर्छौँ होला खाना खाइसकेपछि विश्राम गर्छौँ त्यसपछि हामी लगातार यहाँबाट कुकुरडोलसम्म सायद हिँड्छु होला है हिँड्नुपर्छ खाना पच्ने गरी हिँड्नुपर्छ हामी चाहिँ यहाँबाट कुकुरडोलसम्म हिँड्नै पर्छ है मजा यो खाएको जति सबै पचाउनु पऱ्यो नि त होइन विजय हो कि होइन फेरि भोक लाग्छ ए भोक लाग्यो त्यो मोमोको कुरा चाहिँ नगर नि त्यहाँ गएर चाहिँ जौला खेला गएर मोमो खानु पऱ्यो भनेर चाहिँ नभन्नु आनन्दले घरसम्म पुग्ने ओ फेरि खोलिहालेछ एकजना के अरे त्यो दुब्लो मान्छे दुब्लाहरू भन्छ नि हामी मोटो मान्छेले मोमो खानु भएन नि त मेन त्यो हो नि त म त सक्दिनँ है हजुर ल अब हामी चाहिँ यहाँबाट चाहिँ आधी घन्टा पछि निस्किन्छौँ रिसोर्टबाट खानसाना खाइयो अब यहाँबाट हामी चाहिँ अब हिँड्दैछु अब सम्म हिँड्न सकिन्छ हेरौँ अनि त्यसपछि रातभरि हिँड्ने पो भन्छ भा यो त मैले सकेन नि यस्तो त भन्न सकेन तर मौसम चाहिँ एकदम खराब भयो कि तर मौसम चाहिँ एकदमै नराम्रो देखेँ कस्तो कालो के भए पानी पर्ला जस्तो देखिरहेछ ल अब तपाईँलाई चाहिँ यहीँबाट म बन्द गर्न चाहन्छु है यो युट्युबको अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला सकेसम्म सब्सक्राइब चाहिँ एकदम गरिदिनु होला मेरोमा सब्सक्राइब एकदम कम छ यसो हेरेर सेयर पनि गरिदिनु होला लाइक पनि गरिदिनु होला अनि ल अब म चाहिँ यसैबाट यहीँबाट